पुस पुल लेग यो चाहिँ सबैजनाले फलो नै गर्नुहुन्छ। इभन मैले पनि फलो गर्थेँ, तर अहिले चाहिँ मैले स्लाइटली केही चेन्जेसहरू लिएर चाहिँ यसमा चाहिँ एडजस्ट गरेर फलो गरेको छु र आई डोन्ट नो इफ आई एम राइट अर रङ इन दिस एडजस्टमेन्ट। सो जो मान्छेहरूसँग चाहिँ जिमको एक्सपिरियन्स छ उनीहरूले चाहिँ केही सुझाव दिनु होला, किनकि मैले जिम जोइन गरेको धेरै पनि भएको छ। मैले चाहिँ के गर्छु भन्दाखेरि मेनली विकको चाहिँ सन्डेमा चाहिँ 1 विकमा चाहिँ चेस्ट र ट्राइसेप्स गर्छु, अनि त्यहाँबाट त्यही चाहिँ मैले फेरि फ्राइडेमा पनि चेस्ट र ट्राइसेप्स गर्छु। मिनिङ कि मैले विकमा चाहिँ 3 चोटि चाहिँ त्यो बडी पार्टलाई ट्रेन गर्छु, अनि नेक्स्ट विकमा चाहिँ मैले अब चेस्ट र ट्राइसेप्स गर्दिनँ, मैले चाहिँ ब्याक र बाइसेप्स गर्छु। त्यो भएपछि फ्राइडेमा फेरि मैले बाइसेप्सलाई गर्छु, ब्याकलाई चाहिँ गर्दिनँ। त्यो गर्दाखेरि के हुन्छ भन्दाखेरि बाइसेप्सलाई फेरि विकमा 3 चोटि टार्गेट हुने भयो र मैले चाहिँ फ्राइडे चाहिँ जुन बडी पार्ट ट्रेन गर्छु एडिसनल, त्यसको चाहिँ मैले फुल मसल वर्कआउट चाहिँ गर्दिनँ। जस्तै मैले यदि चेस्टलाई गर्न छ भने चेस्टको मैले यो सेल्टर पार्टलाई मात्र गर्छु, किनकि मेरो चाहिँ यसमा हल्का ग्याप छ। अनि त्यहाँबाट मैले यदि चाहिँ अब ट्राइसेप्स गर्नु पऱ्यो, ट्राइसेप्सको चाहिँ मैले लङ हेडमा गर्छु, किनकि लङ हेड हल्का ठुलो भयो भने चाहिँ विथ हल्का धेरै बडी देखिन्छ कि आर्मको भन्ने सोचले। अनि त्यहाँबाट आर्म्सको बेलामा चाहिँ मेरो आर्म्स मात्र हुन्छ, ब्याक हुन्न, त्यसले गर्दाखेरि आर्म्समा चाहिँ मैले लङ हेड र ब्राकियल्सको चाहिँ ट्रेन गर्छु।